तपाई जहाजमा बस्नुभयो भने मोबाइल एयरप्लेन मोडमा राख्नुपर्छ, किनकि जहाज उड्दा पाइलट र एयर ट्राफिक टावर बीच निरन्तर सम्पर्क हुन्छ। यदि मोबाइल एयरप्लेन मोडमा छैन भने मोबाइल बारम्बार सिग्नल खोज्छ। मोबाइलको सिग्नलले पाइलटको मार्गदर्शन सिग्नलमा अवरोध ल्याउन सक्छ। त्यसैले एयरप्लेन मोड अनिवार्य छ। सानो काम ठूलो सुरक्षा हुने भएकाले सबै यात्रा गर्ने महानुभावहरुमा यो विनम्र अनुरोध छ कि नियमको पालना गरिदिनुहुन। सम्पूर्ण महानुभावहरुमा जनचेतना फैलाउनका लागि यो भिडियो शेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछु। Please do not forget to like and subscribe. Also, may every citizen always be vigilant to ensure safe travel. हस्त नमस्ते, जय नेपाल।